एकछिन यो भिडियो हेर्नुहोस् त। अनि फेरि 100 फेरामा भन्न परिरहेको छ तँलाई 100 फेरा भन्न पर्ने अलि नजिका गर्दैन भन्नु लाग्छ तैँले कति भन्नु गर्दैन कि अब गर्दैन कि प्लिज अलि नजिका अब गर्दिनँ कि। देख्नुभयो नि है, के भन्ने के अब के भन्ने, कहाँ जाँदैछ हाम्रो समाज अहिले, के हुँदैछ हाम्रो सोसाइटी। यस्तो यस्तो अराजक गतिविधिहरू किन यस्तो मौलाइरहेको छ, किन धेरै अराजक भइरहेको छ। अस्ति कहिले हामीले नै सुनेको होइन, आर्मी महिलालाई चाहिँ आर्मी श्रीमतीलाई चाहिँ श्रीमानले खुकुरिने, रेडेर काटिने, छक्कायो भन्ने सुन्यौँ। त्यसपछि अहिले हेर्नु त यो थर्काइरहेको छ, धम्काइरहेको छ, खुकुरीले अगाडि देखाएर तर्साइरहेको छ। कसरी चाहिँ मान्छे यतिसम्म हुन सक्छ? मानवता भन्ने चिज कहाँ गयो आजकल मान्छेमा? किन यस्तो भइरहेछ समाज? एकदमै सोच्नुपर्ने विषय भइरहेछ आजकल। यस्तो पहिला पनि हुन्थ्यो कि अहिले मात्रै भएको हो यस्तो? कि अहिले यो सोसल मिडियाले धेरै समाचारहरू देखाउन थाल्यो हो कि पहिला पनि यस्तै थियो त? मान्छेहरूमा मानवता भन्ने नै छैन। एकदमै मान्छेहरू यो यो यस्तो गतिविधि हुन थाल्यो भने त मान्छे त कोही पनि सेफ छैन त, कहीँ पनि होइन। कहाँ कसरी जति नै जेसुकै नै गल्ती नै भए पनि त्यो लेभलको अराजकता, यो खुकुरो देखाएर है तर्साउने अराजकता त अति नै भयो त। अस्ति एकजना महिलाले चाहिँ प्रहरीलाई नै खुकुरी देखाइरहेको थियो। त्यो ट्रेन्डिङ भइरहेछ त आजकल त। कसरी रोक्ने, कहाँबाट रोक्ने, किन यस्तो भइरहेछ आजकल? हामीमा नैतिक शिक्षाको कमी किन भइरहेछ थाहा छैन। एजुकेसन त झन् पहिलाभन्दा अहिले झन् धेरै राम्रो छ होइन। पहिला त शिक्षा थिएन यति धेरै, अहिले त 76.2% नागरिकहरू होइन, नेपाली नागरिकहरू चाहिँ शिक्षित छन् भनेर डाटा आउँछ। तर हाम्रो गतिविधि हेर्नुहोस् त कस्तो छ। किन मानवता हराएको हामीमा? कसरी चाहिँ यसलाई चाहिँ हामीले कन्ट्रोल गर्न सकिन्छ होला? एकदमै चिन्ताको विषय छ यो चाहिँ। के सिकाउने हामीले हाम्रा छोराछोरीलाई, हाम्रो भावी पुस्तालाई? यो लेभलको त एउटाले गर्यो भने त ट्रेन्डिङ हुँदो रहेछ आजकल। सबैले राम्रो होस् या नराम्रो सबैले फलो गर्ने होइन। यो पनि यो भिडियो खिच्ने केटाको उसैले आफ्नो फेसबुकमा या सोसल मिडिया केमा पोस्ट गरेको रहेछ भिडियो। यो भिडियो खिचेको 3 महिनापछि अहिले उसलाई प्रहरीले एरेस्ट गरिसकेको छ भन्ने कुरा चाहिँ सुनियो। दाङको घटना रहेछ होइन, दाङको कुनै जङ्गलमा। तर जहाँसुकै जेसुकै भए पनि यो लेभलको अराजकताले चाहिँ यो त झन् धेरै भयावह स्थिति चाहिँ क्रिएट हुन्छ पक्कै पनि। कोही पनि सेफ छैन अहिले। छोरी मान्छे छोरा मान्छे भन्ने कुरै छैन यहाँ। कहीँ छोरी मान्छेले खुकुरी तेर्साइरहेछन्, कहीँ छोरा मान्छेले, कहीँ श्रीमतीले श्रीमानलाई, कहीँ श्रीमानले श्रीमतीलाई। यो हाम्रो समाज एकदमै धेरै बेकराल भइरहेको छ। यो पक्कै पनि एकदमै ठुलो चिन्ताको विषय हो। हामीले सम्बन्धित निकायले यसमा एकदमै ध्यान पुर्याउनुपर्छ। साथसाथै नागरिकहरू पनि एकदमै नैतिकवान हुन जरुरी छ। मानवता हराउनु हुँदैन। मानवता हरायो भने जे पनि हुन्छ। देश विकासशील होला भन्दा पनि झन् उदोगति जाने स्थिति देखिन्छ यस्तो भयो भने त होइन। कि मान्छेले कामै नपाएर यस्तो धेरै सोच्ने भएर यस्तो भएको कि के हो? यो एकदमै चिन्ताको विषय छ। यसलाई सम्बन्धित निकायले सबैजनाले नैतिक विद्यालयमा पनि नैतिक शिक्षा को एउटा सब्जेक्ट विषय नै राखेर हुन्छ कि जसरी हुन्छ हामीले हाम्रो समाजलाई चाहिँ बचाउनु छ। यस्तो खालको गतिविधि फेरि फेरि पनि देख्न नपरोस्। हामी एकदम संयम हुनु छ, नैतिकवान हुनु छ, मानवता छ हामीमा भनेर देखाउनु चाहिँ एकदमै आवश्यक छ। यसलाई सबैजनाले मनन गर्नुहोस्, मनन गरौँ हामीले।
र सम्बन्धित निकायले पनि यसलाई यो विषयलाई एकदमै सिरियसली लियोस्।